नेतालाई ज्वरो आउनेछ, कार्यकर्तालाई ज्वरो आउँदा हामीलाई टाइफाइड भएको हुन पर्छ। नेता र जनता बिचको सम्बन्ध अब हामी त्यो स्थापित गर्छौँ भन्नको निम्ति आज महानुभावहरू हामी तपाईहरुसित अब यिनै प्रतिबद्धता जनाउनको निम्ति हामी सुध्रिन्छौँ। हामीले हन्डर खायौँ, ठक्कर खायौँ, बरु कहाँ कहाँ गएर उडबस गर्न पर्छ उडबस गर्छौँ। हामी अब कोही भन्दा कम हुँदैनौँ। त्यति मात्रै होइन, आजसम्म राजनीतिलाई व्यापार ठान्यौँ, राजनीतिलाई माथि चढ्ने भर्याङ बनायौँ, राजनीतिलाई कमाई खाने भाँडो बनायौँ। अब उपरान्त छातीमा हात राखेर कसम खान्छौँ। अब राजनीतिलाई जनताको नोकर, जनताको सेवक, जनताको सच्चा पहरेदारको रूपमा हेरिने छ र यदि दामै कमाउन पर्यो भने सुन्तला बेचेर कमाइने छ, बाटामा सिद्रा बेच्न गइने छ, राजनीति गरेर दाम कमाइने छैन। हामी यो कसम खान चाहन्छौँ। यसका निम्ति हामी आएका छौँ। हामी धेरै सुध्रेर आएका छौँ। महानुभावहरू, म एउटालाई आफूले पानी खानुहुन्छ, मलाई हामीलाई दिनु नहुनुहुन्छ के हुनुहुन्छ? अब म एउटालाई निवेदन गर्न चाहन्छु। आज अन्य पार्टीका मान्छेहरू आकुल व्याकुल छन्, उकुस पुकुस। आज नेपाली कम्युनिस्ट पार्टी भरिएको भरि छ, अरू पार्टी रित्तिएको रित्ति छ। आज सुदूरपश्चिममा जानुहोस्, कर्णाली प्रदेशमा जानुहोस्, मधेस प्रदेशमा जानुहोस्, आज बागमती प्रदेशमा जानुहोस्, यति बेला काठमाडौँ जुरुक्क उठिरहेको छ। आज उत्साह छ। आज हामीलाई जेनजीहरूको समर्थन छ, किनभने हामी जेनजीका मागहरू, राम्रा मागहरू हामीले बोकेर हिँडेका छौँ, हिँड्छौँ। जेनजीका मागहरू पुरा गर्ने, अक्षरशः पुरा गर्ने यही नेपाली कम्युनिस्ट पार्टी हो। अरूले सक्दैनन्। त्यसकारण महानुभावहरू, गाउँमा मान्छेहरू उकुस मुकुस छन्। यदि नेपाली कम्युनिस्ट पार्टीको महेन्द्र बाबु खनालले मलाई आ भन्ने भने त म खुरुक्क जान्थे। आज भन्दैनन् भनेर बिचरा ढुकेर बसिरहेका। तपाईँ प्रत्येकलाई ढुकेर बसिरहेका छन्। तपाईँको कुखामा भएका एमाले काङ्ग्रेसहरूले मुख बाहिर आश गरेर बसेका छन्। म निवेदन गर्न चाहन्छु, अब अङ्क गणितीय रूपमा होइन, 1 2 3 4 गरेर होइन, ज्यामितीय रूपमा 1 को 2, एकजनाले 2 जना बनाउने, 2 जनाले 4 जना, 4 जनाले 8 जना, 8 जनाले 16 जना, 16ले 32 जना बनाउने। ए सबैलाई कति गर्व। नेपाली कम्युनिस्ट पार्टीको नेता कसको नेता? जनता साथमै छैनन्, त्यसै नेता नेता हुनको निम्ति 150 जना जनता पछाडि हुनुपर्छ कि पर्दैन? साथमा हुनुपर्छ कि पर्दैन? त्यसकारण हामी सबैले अब जनताको नेता भन्ने, त्यसै नेता नबन्ने, नाम पर सुप्रिनी के खाएर